छैन विश्राम गर्दा लेखा काहीँ दुख लगाएको जुन जागमा प्राण धारण गर्ने अन्य पनि पाइँदैन त्यहाँ अन्यलाई माथि त्यो यस्तो दुःखको बाटो छ। हे गरुड, तृष्णा लागेमा पानी पिनका लागि पाइँदैन, पानी पिनका लागि पनि पाइँदैन। तथा जस्तै प्रलयकामा बार सूर्य उदाउँदा पोल्छ, कलियुगमा बार सूर्य आउँदा 12वटा सूर्य आउँदासम्मको त्यहाँ ताप हुन्छ। त्यस्तै त्यस्ता दुःखदायक मार्गमा ताता हावाले पीडित भएको छदो, कहीँ काँडाले घोचिदो, कहीँ सर्पले टोकिदो दुःखले जान्छ। काहीँ चाहिँ कहाँ हुनाले कणाले गोदिन्छ, काहीँ चाहिँ सर्पले टस्छन्। अब पापीलाई बाटामा कहीँ सिंहले, कहीँ भालुले, कहीँ कुकुरले, कहीँ बिच्छीले टोक्दछ त कहीँ अग्निमा जल्दछ। यस्तैबाट 2000 योजन लामो फैलिएको 80 पत्र नाम भएको ठुलो वन अति डरलाग्दो छ। त्यस पछाडि त्यति हिँडिसके पछाडि चाहिँ के आउँछ भनेपछि 80 पत्र, 80 भनेका कणा भएका पत्रहरू, लामा धार भएका तसा पत्रहरू छन्। र त्यस वनमा काग, लाटो कोसेरो, बाज, गिद्ध, भुमरो, अरी, गाल आदि नित्य रहेका हुन्छन्। त्यही जङ्गलमा के छन् भन्यो, कागलाई छ भन्यो, लाटो कोसेराहरू छन् जो चाहिँ मानिसहरूको मासु खाने सबै प्रकारका जनावरहरू छन्। सधैँ ढडिलो लागिरहेको तरवार जस्तो पत्र खस्ने, एकदम तरवार जस्तो जो धार हुन रम्बासका कणा तसा भएका पातहरू छन्। र खसेर शरीर छिन्न छिन्न हुन्छ, हिडन्छ यहाँलाई लागन्छ, उहाँलाई लागन्छ र त्यो शरीर चाहिँ काटिएर छिन्न भिन्न भएको हुन्छ। यमदूतले पापीलाई कहीँ कुवादेखि कहीँ पर्वतदेखि गिराउँछ। अब त्यो पापी मान्छेलाई लैया यमदूत कहीँ चाहिँ ठुला ठुला कुवामा दिन भने, कहीँ कहीँ पर्वतदेखि ठुला कठानीहरू लोटाइदिन तनलाई, कहीँ छुराका धारमा, कहीँ काँडे काँडमा हिँड्नु पर्दछ। यमदूतले अन्धकारमा गिराउँछ, कहीँ गहिरा पानीमा डुबाउँछ, कहिले हिलामा, कहिले मैलामा, कहिले तालमा हिलामा डुबाउँछ। यसै प्रकारले यमदूतहरूले त्यसलाई चाहिँ यातना दिँदै आफ्नो यमपुरीमा लग्छन्। अब चाहिँ त्यसै गर्दाखेरि कहीँ ताता बालुवामा हिटाउँछन् भने, कहीँ ताता फलाममा त कहीँ आगोमा हिट्टै बढ्छ। पछिबाट त यमराजका दण्डी लिएर बसिरहन्। यही प्रकारका यी चाहिँ उहिले भोग्गै बढ्छन्। त्यही हिसाबले कहीँ धुवामा हिँड्नु पर्दछ, कहीँ अग्निवृष्टि, कहीँ ढुङ्गा, कहीँ वज्र, कहीँ रक्त, कहीँ शस्त्र, कहीँ तातो पानीको वर्षा भएको हुन्छ। यो प्रकारको चाहिँ त्यहाँ वातावरण छ। कहीँ चाहिँ ढुङ्गा हुनान् भने, कहीँ वज्र आउनान् भने चट्याङ पढन्छ, कहीँ चाहिँ रक्तै रक्त हुन्छ, कहीँ चाहिँ शस्त्र भनेका धारीलाई उहीमा हिटाउनान्, कहीँ तातो पानीको वर्षाइ नै हुन्छ। यसै प्रकारले कहीँ भस्म वृष्टि, कहीँ अति गौरव हिटाउँछन् त कहीँ पर्वतमा चढ्नुपर्छ, कहीँ गुफामा हिँड्नु पर्दछ, कहीँ डाँडा अन्धकार छ, कहीँ परिमा दुःखले हिँड्नु पर्दछ, र कहीँ पीप रक्तको, कहीँ मलमूत्रको तालाबमा हिँड्नु पर्दछ। यी प्रकारका तालाबहरू छन्। त्यो नर्कमा जाने बाटोमा काहीँ चाहिँ पीप भएको छ भने, काहीँ रक्तै रक्त भएको छ, काहीँ मलमूत्र मात्र भएको छ। त्यही बाटोमा डुबाउँदै हिटाउँदै लग्छन्। र त्यही बाटामा अति डरलाग्दो बैतरणी नदी पनि छ। त्यसै बाटोमा एउटा बैतरणी नदी आउँछ। ती बैतरणी देख्नुका के कुरा सुन्दा डर पनि लाग्छ। त्यो बैतरणी नदी यस्तो छ, सुन्नु त कहाँ, देख्नु त कहाँ, सुन्दामा पनि यति डरलाग्दी छ कि ती बैतरणी नदी 100 योजन फैलिएकी छन्। एकदम ठुलो आकारमा फैलिएकी छन्। 100 योजन फैलिएकी, पीप्त रक्तले भरिएकी। त्यसमा क्या छ भने त हाम्रो यहाँमा पानी हुन्छ भने त्यहाँ के हुन्छ भने पीप रक्तले भरिएको हुन्छ। हाड, त्यसमा हाडै हाड भएका हुन्छन्। किनकि जतिहरू मनुष्यहरू गए त्यही हाडले त्यसमा मरेका छन्। जयको यो क्रियाहरू नयाँ भए त्यहीँ रहिरहन्। तय हिसाबका तयका प्रकारका त्यो हड्डीहरू छन्। हाडका किनार मासु रक्तले बलुवा, मासु रक्तले त्यहाँ बसो जाने कसी प्रकारकी ती नदी छन्, युक्त भएकी छन्। पापीहरूलाई कर्णका अति दुःख भएकी अनेक प्रकारका डरलाग्दा गोही छन्। पंक्षीहरूले युक्त भएकी यस्तै बैतरणी नदी छिन्। हे गरुड, ती नदी कस्ती भनी? पापी आयोमा टाढैबाट देख्दा कटकट फाट्छिन्, आफै उमलन छिन्ने। पापीलाई परमा हेरेको भने यहाँ उमल्नु लागन छिन्ने। जस्तै पाकेका घिउ तेलमा पानी पर्दा कस्तो हुन्छ त्यस्तै हुन्छ।
पाकेको तेलमा पानी हाल्नुहुन्छ भगु छिटन्छ। तस्तै प्रकारको ती नदी बैतरणी नदी उमलिन्छन्। यस्तै धुम्र उठेकी सियो जस्तो तिखो मुख भएकी, लामो चुचो भएकी, तिखा नङ्ग भएकी, गिद्ध कागले युक्त भएकी यस्ती नदी छन्। यी प्रकारका जनावरहरू त्यहीमा छन् र शिशु मार आदि कमर भएर जुका भए, कछुवा भए और जलमा बसी मासु आदिले पेट भर्ने जन्तुहरू जति छन् पानीमा बस्ने ती सबै त्यहीमा हुनुहुन्छ। अब यसै प्रभावमा झरेका पापी जो छन् रुँदै कराउँदै हे भगवान, हे पुत्र, हे बाबु बारम्बार भनिरहन्छन्। खालि रुना बाहेक के नै होइन, आफ्नो कर्म धर्म के गरेन, धर्म गरेन मनुष्य छोलामा, अनि चाहिँ हे बाबु, हे भाइ, हे बन्धु भनेर चाहिँ कराइरहन्छन्। पापी जो छन् भोग तिर्खाले आकुल भएर रक्तको पान गर्छन्। खनाए त के भएन, छोरा नातिले घरले दियो नै नदिन्ज्या काहीँ के हुन्छ भने त्यसै रक्तलाई खानु पर्छ। अब सो बैतरणी नदी जो छिन् धेरै पिप रक्तको भेल भइरहेकी छन्, एकदम पिपले रक्तले भरिएकी छन्। ठुलो गर्जना गर्दी पापीहरूले देख्दैमा विचित भई मूर्छा हुन जान्छन्। पापी पहिला ढेकन्ज्या मूर्छा हुन्छ र बिच्छी र काल सर्प सेवा गरिएकी बैतरणी नदी पर्न गएका पापीको रक्षा गर्ने कोही पाइँदैन। त्यहाँ कोही नै, वर्षा जान्छ, पर्खा जान्छ, पारी गर्दा भने कसैलाई त्यो पार नै हाल्नु, त्यसैमा चाहिँ घुमिरहन्छ। लाखौं पल्ट पापी पाताल जान्छ, लाखौं पल्ट त्यसलाई पाताल लैजाइन्छ। एक क्षण पातालमा पछि फेरि त्यसले माथि आउनु पर्छ। हे गरुड, पतितलाई दुःख भगाउनका निम्ति सो नदी बनाइएको हो। जो पतित छ, पापले गरिष्ठ छ, त्यसलाई चाहिँ बनाउनु, त्यसलाई चाहिँ दुःख दिनको लागि यो नदी बनाइएको हो। र यसको पार पनि देखिँदैन, बहुत दुःखदायक छ, एकदम दुःखदायक छ। जो मानिसलाई पाप गर्दा त्यसलाई चाहिँ यो दुःखमा एकदम दुःख लागन्छ। यस्ता प्रकारको बहुतै दुःखदायक बाटोमा पापीहरू रुँदै कराउँदै दुःखले यमलोक जान्छन्। कराउँदै गर्दा गर्दै यमलोकमा जान्छन्। यसैलाई पासले बाँधेर त कसैलाई अङ्कुशले खिचेर, कसैलाई पछाडि भालाले घोचेर हिँडाउँछन्। कसैलाई चाहिँ नाकमा पासहरू हालेर कसिया बर्दान, कसैलाई अङ्कुश खिचेर वरदान भने, कसैलाई भाला घुचाएर हिट, कसैलाई हिँड्यो भने भालाले घुचाइ हिँडाउनु, कसैलाई नाक छेडेर, कसैलाई डोरी लगाएर तानेका हुन्छन्। कसैलाई नाक छेडेर चाहिँ डोरी लगाएर तन्दान भने, कसैलाई कानका डोरी लगाएर तानेको, कसैलाई कालपासले बाँधेर तान्दै लैजान्छन्। अब चाहिँ हात पाउ कण्ठमा बाँधेर तेल लगाई, मेल लगाई, पिठ्ठुमा फलामको भारी बोकाई पापीलाई लग्छन्। डर लाग्दा यमदूतहरूले मुडगरले ताडना गरेको पापीहरू रक्त जो बमन गरी त्यही खान जान्छन्। जो खाएको छ सबै चाहिँ त्यही नै फाल्न जान्छन्। कति दुःख पाएका पापीहरू आफ्नो दुष्कर्म सम्झेर गलानी भएको छँदा दुःखले भाग्दै भोग्दै यमलोक जान्छन्। अब चाहिँ मैले गरेका दुष्कर्महरू तब याद हुनु, यहाँ मतलब वैश्यले माथियो, यहाँ धन दौलत भयो, के कर्महरू गरेन, आफ्नो उद्धार गर्ने काम के गरेन, बस खानापिनामा रमणमा रह्यो, आफ्नो ऐसमा रह्यो। लास्टमा त्यहाँ गएर जब हुन्छ त त्यही सम्झिन्छ कि मैले गरेका कर्महरू यही हो र मनुष्य चोला पाएर मैले के गरेँ भन्ने कुरा हामी चाहिँ सम्झिन्छ। र यस्ता दुःखले बाटो हेर्दा हे पुत्र, हे पौत्र, हे बाबु भन्दै हृदय भन्दै बुद्धि भएका पश्चाताप गर्दछ। के नै थिए हे पुत्र, हे बन्धु, कोही मेरो ताडना गरिदिन्छ भनेर हृदय हेर्दै जान्छ। ठुलो पुण्यका योगले मनुष्य जन्म पाइयो। ठुलो पुण्यका योगले चाहिँ मनुष्य जन्म पाइन्छ। यस्तो जन्म पाएर पनि कस्तो अधर्म मैले गरेँ। तब चाहिँ के भयो भनेपछि मैले जन्म त मनुष्यको पाएँ, तर मैले के गरेँ अधर्मले गरेँ। अब चाहिँ भोग्नु पर्यो। गर्दै ताप मात्रै गर्न जान्दछ। हे देही, मनुष्य चोला भइकन तैले न त होम आदि तपस्या गरिस्, कहिले होम नगरिस्, न कहिले तपस्या उपास गरिस्, न ब्रह्मा विष्णु शिवको पूजा गरिस्, न विधिपूर्वक तीर्थको सेवा गरिस्, न तीर्थमा गएर कहिले तुले सेवा गरिस्, न त ब्राह्मण पूजा गरिस्, न त गंगाजीको सेवा, न त सब पुरुषको सेवा गरिस्, कसैको न परोपकार गरिस्। हे देही, आफूले गरेको भोग अब चाहिँ तुले
थिए त्यो चाहिँ तैँले भोग्नै पर्छ भोग। न त कोही निर्जलामा जलाशय बनाइस्, काहीँ जल नआएको भने त्यहाँ गएर पानीको बोतलै नै राखिस्। मनुष्य भएर पशुको जस्तो कर्म गरिस्। मनुष्य भएर जसरी यहाँ पशुले केही गर्न नआइसक्यो तसै प्रकारले तैँले पनि केही कर्म नगरेर चाहिँ आइस्। अब भोग भन्दाखेरि न त गौ ब्राह्मणको वृत्ति गरिस्, न केही धिक्कार छ तैँले मनुष्यको स्थूल देह पाएर दुष्ट कर्म गरिस् र यस्तो दुःख भोग्नु पर्यो। चाहिँ तैँले चाहिँ यो कर्म गर्दाले चाहिँ दुःख भोग्नु पर्यो। न त नित्य दान, न अन्न आदिको दान गरिस्, न गाईको तृणादि गरिस् सेवा गरिस्, न त शास्त्र अनुसार कर्म गरिस्, न त कथा पुराण आदि सुनिस्, न त ज्ञानीहरूको पूजा गरे। हे देही आफूले गरेको कर्म हो। तैँले चाहिँ यस्ता कर्महरू नगरे जो आफ्नो कर्म गरिरहेको छ त्यसलाई भोग भन्दाखेरि यस्तो अनुताप गर्दछन्। न त आफ्ना स्वामी देवको हित गरे, न त आहायको माने, न त पतिव्रता पालन गरे, न त सासु ससुरादिको वचन माने, न त सेवा गरे। हे देही तैँले जे कर्म गरेको छस् भोग भन्दाखेरि यो कष्ट भोगेर न त धर्मपूर्वक पति देवताको सेवा गरे, न त पतिको प्राणान्तमा सधैँ सती भएर जले, न त विधवा भई तपस्या गरे, न त देही पाई व्यर्थ जन्म गुमाए भनेर हे देही दुःख भोग भन्दै ती यमका दूतहरूले चाहिँ त्यसलाई दुःख दिँदै लग्छन्। न त महिनाको व्रत गरिस्, कहिले चाहिँ महिनाभरिको व्रत गरिस्, न कोही दिन उपास गरिस्, न त नियमपूर्वक चन्द्रग्रहण आदि व्रत गरिस्, न कसै दिन एकादशी कुनै व्रत हुन्छ त्यो गरिस्। स्त्रीको शरीर दुःखको भाँडो हो। जो स्त्रीको शरीर हुन्छ त्यो चाहिँ दुःखले भरिएको हुन्छ भने ज्यादा जस्तो गरेर देही गरिस्। भोग भन्दै यमलोकमा पाप गर्छ। न स्त्रीहरूको तैँले चाहिँ सेवा गरिस्, न उनको भनेको मानिस्। उनको शरीर त्यत्तिकै नै दुःख पीडा हुन्छ, घरको काम यताउता हुन्छ, त्यही पनि त्यसमा पनि आफ्नै स्वार्थको लागि तैँले देही गरिस् त अब ती पापहरूलाई सो हो। यस्तो धेरै विलाप गर्दै पूर्वको कर्म सम्झिँदै मैले मनुष्य भए के यस्तो गरेछु भन्दै हृदय कराउँदैछ। मनुष्य त पाए मैले कसा कर्म गरेर चाहिँ कहाँ मैले यो पुराण नै न कति देवताहरूमा गए, जति ध्यान हुन्छ मगन हुन्छ, दुईहरू कुराहरू आफ्नो तारणले लिएका हुन्छ, न कहिले पुराणको आदिमा बसे। यस्ता प्रकारले चाहिँ के गर्यो भने खालि प्रतिष्ठा गरेर मात्र हिँड्नुपर्ने हुन्छ। प्रेत जो छ सो 70 दिन वायु बेगले हिँड्छ। 70 दिनमा चाहिँ वायु बेगले हिँड्छ। जब मरे मान्छे त 70 दिनसम्म हिँड्छ। 18 दिन हे गरुड सौम्य नामपुरीमा जान्छ। 18 दिनमा चाहिँ जो सौम्यपुरी नाम गरेकोमा पुग्दछ र त्यस सहरको प्रेतको ठुलो समूह छ। त्यहाँ प्रेतहरू सबै गए। 70 दिन जसलाई हो त चाहिँ त्यही पुरीमा गएर बस्छन्। त्यहाँ पुष्पभद्र नदी छन्। पुष्पभद्र नाम गरेकी नदी छन्। अति रमणीय ठुलो बरको वृक्ष छ, एकदम ठुलो रुख छ र यमदूतसँग ती पापीहरू विश्राम गरेर आफ्नो स्त्री पुत्र घरको सुख सम्झेर अति दुःखमा पर्न जान्छन्। अब ती भोगेका कुराहरू भोगेर जब त्यही पुरीमा पुग्छन् त्यहाँ बसेर यमयातनाहरू बसेका छन्। त्यहाँ रेस्ट गर्नु पाउन थियो त रेस्ट गरौँ ज्या सोचन्छ कि पुत्र पापे मेरो घरमा यसो सुत्छु मैले त्यहाँ बस्छन्। त्यहाँ त आज मैले यति भोग्नु भयो भनेर सोच्छन् र दुःखी हुन्छन्। यस बखतमा धन नौकर चाकर सम्झन्छन्। त्यही बेला यमदूतले भन्दछ कहाँ धनपुत्र, कहाँ स्त्री, कहाँ मित्र, कहाँ दाजुभाइ, भाई तेरा है मूड और सुनना से कहाँ गया तेरा पुत्र, कहाँ गया तेरी स्त्री, कहाँ गया तेरा मित्र, कहाँ गया तेरा दाजु भाइ। उनीहरूले लेखा तैँले यो पुरा जिन्दगी बिता आफू लेखा तैँले केही सञ्चय नगरे। आफूले गरेको कर्म भोग्दै वर्ष दिन लामो बाटो हिँड। हे परलोक प्रणाम था यमको दूतको पनि बल छ भनी जान्दैथेस्। यमको लय छ, यमका दूतहरू छन् तैको लय नजान्थे। जानुलाई लेखाइले गर्दै यमलोक जानुपर्छ भनेर याद थिएन। यमलोक जान्छ भने तैँलाई कहल्नै जान्थ्यो। मनुष्य चोला छ भनेर बाटामा किन मेल हुँदैन भन्ने थाहा थिएन। बाटामा केही मिल्दो न, पैसा भ्यागोलाई नै मिल्दो, त्यही हिसाबले यहीँ सञ्चय गरेको थाहा थिएन। यमलोक जानु अवश्य पर्छ, हिँड। अब तैँले चाहिँ यमलोक जानुपर्छ, हिँड भनेर बालकलाई देखी
और उमेरसम्म वेद कथा पुराण आदि केही कोही ब्राह्मणदेखि सुनेको थिएनस्। अब चाहिँ बालकदेखि बुढासम्म चाहिँ तैँले कहिले पनि वेद कथा पुराणको ब्राह्मणदेखि सुनेको थिएनस्। अवश्य थियो होला। यस्तो भन्दै यमदूतले फलामका मुद्गरले कुटिएका छदा लट्ठा उठाउँदा यमदूतले पासाले बाँधी घिसार्दै लैजान्छ। त्यो सोमपुरमा छोराले दिएको मासिक जो मासिकमा दिनौ पिण्ड, त्यो पिण्ड खाएर सौरभ नामको सहरमा जान्छ। पहिलो पिण्ड 15 दिनमा दिइन्छ। त्यो दिन चाहिँ यहीँमा बसेर खाना खायो। अनि फेरि त्यो कहाँ जान्छ? त्यसपछि चाहिँ सौम्यपुर गरेको छोराले दिन्छ। त मासिक जल खाएर सौरी नाम गरेको सहरमा जान्छ। सौरी नाम गरेको सहर छ, त्यहाँ जान्छ। त्यो पुरमा अति डरलाग्दो काल रूप काल छन् भएका जङ्गलमा राजा छन्। त्यो देखेर डराएर विश्राम खोज्दछ, त्यहाँ बस्न खोज्छ। त्यो सहरमा पुत्र आदिले दिएको त्रैपाक्षिक 3 महिनाको जलपानी खाएर पूर्व छोडेर 2 महिना नगेन्द्र सहरमा पुग्दछ। दोस्रो महिनामा चाहिँ नगेन्द्र नाम गरेको सहरमा पुग्दछ र ठुलो वनले युक्त भएको त्यो नगर छ। त्यो देखि दुखले रुन कराउन लाग्दछ। निर्दय भएका यमदूतहरूले डोराएका ती पापीलाई बारम्बार रुँदा रुँदै 2 महिना बित्न जान्छ। रुँदा रुँदै त्यो कर्महरू गर्दा भोग्दा भोग्दै 2 महिना बित्न जान्छन्। पुत्र आदिले दिएको जल पिण्ड वस्त्र भोगदी जो ब्राह्मणलाई दिएको जल भोग पिण्डदान गर्छ त्यो खाएर यमदूतले फेरि खिच्दै त्यो नगर छोडी अर्को नगरमा लैजान्छन्। त्यो नगर चाहिँ 3 महिनामा चाहिँ गन्धर्व पतन नाम गरेको सहरमा पुग्दछ। तेस्रो महिनामा गन्धर्व नाम गरेको जो सहर छ त्यहाँ पुग्दछ। तृतीय मासिक जलपिण्ड भोगी गरी अर्को सहरमा जान्छ। 4 महिना शैलगम भयो नामको सहरमा पुग्दछ। त्यहाँ प्रेत माथि पत्थरको वृष्टि हुन्छ। प्रेत हुन्छ मखौटे ढुङ्गा हुनाले यति दुःख पाउन जान्छ। चतुर्मासिक पिण्ड खाएर चौथो मासिकको जो पिण्ड दिइसकेपछि आलिक सुख हुन्छ, थोडा सुख हुन्छ। प्रेत 5औं महिनामा औचन नाम गरेको सहरमा पुग्दछ। स्वहस्तले दान गरेको त्यस सहरमा भोग्न पाउँदछ। अब चाहिँ यो पिण्डहरू चाहिँ मासिकमा पिण्ड दिन 16 पिण्डहरू। तब यी ठाउँ ठाउँमा खनाइ लेखा प्रेतलाई पुगोस् भनेर हामीले वार्षिक 12 पिण्डहरू जो हाम्रो 16 पिण्ड हुन उत्तम षोडशीका ती पिण्डहरू दिने गर्दछौँ। र 5औं मासिक श्राद्ध खाएर कुर नाम गरेको सहरमा उडसाड मासिक 6 मासिकको जो श्राद्ध हुन्छ घटपिण्ड जो दिएको छ सो खाएर थोरै बेर बसेर आधा मुहूर्त विश्राम गरेर दुखले कम्पमान भएको यमदूतले ताडना गरेको त्यो सहर छोडेर 6 महिना चित्रभवनको नाम गरेको सहरमा पुग्दछ। यहाँ यमराजका भाइ छन्। त्यो चित्र नाम गरेको सहरमा यमराजका भाइ राजा छन्। त्यसमा राज्य पनि अति ठुलो छ। ती राजा अति डरलाग्दा छन्। देख्दै डराई प्रेत भाग्न खोज्दछन्। त्यस बखतमा नाउँ तानी माझीले आइए यो भन्दछ। जो नाउँ लिएर आउँछ त्यो माझीले भन्छ, हे प्रेतहरू, तिमीहरूले तर्ने काम गरेका छौ। तपाईँहरूले के तर्ने काम गरेका छ र भने बैतडी नदी तर्ने ढुङ्गा ल्याएपछि तपाईँले के गौदान ब्राह्मणलाई भोजन अनि नारायणी व्रतहरू गरेका छौ भने यो मैले ढुङ्गा लगाएछु बस अनि हिट भन्दाखेरि अनि दान तारिन्छ भनी ज्ञान जलले बताएको छ। त्यसै कारण बैतडी दानले मात्र तरिन्छ। कस्तो दान भने यदि तिमीहरूले काली गाई बैतडी दान गरेका छौ भने काली गाईलाई चाहिँ बैतडी दान गर्छौ भने ढुङ्गा छ नवा छैन भन्छ। यस्तो सुनेर प्रेत वा दैव भन्छ। त्यो देखेर तिमीले भनेको सुनि अति रुँदै कराउँदै जसले दान गरेको छैन तिनले बैतडी नदीमा डुब्नु पर्दछ। त्यो बैतडी नदीमा पढन्छ। जसले दान धर्म गरेको छ या पुत्र पौत्रादिहरूबाट बैतडी नदी गरिएको छ भने त्यस ढुङ्गामा परेर तार हुन्छ। ती पापीलाई मुखमा अंकुश लगाएर दूधले आकाशमा रही पार गर्दछन्। त्यस्तै माछो बल्छीमा पर्दछ। 6 महिनाको पिण्ड खाई त्यहाँबाट जान्छ। बाटोमा भोग तृष्णाले पीडा हुन जान्छ।
7औं महिनामा ब्रह्मपद नाम सहरमा पुग्दछ। त्यहाँ पुत्र आदिले दिएको 7औं मासिक पिण्ड खान्छ। हे गरुड, जो त्यो पूर्व छोडी दुखद नामक पूर्व पुग्दछ त्यो दुखद पाउँदछ। 8औं महिनामा पुत्र आदिले दिएको जलपिण्ड खाएर 9औं महिनामा पुगेपछि नाना क्रन्द नाम सहरमा जान्छ। नाना प्रकारका गणले अति डराई आफ्नै पनि दुखले कराउन थाल्छ। शून्य हृदय भएको दूधहरू छन्। यमदूतले ताडना गरेको छ त्यो सहर छोडी 10 महिनामा सुतप्त नाम सहरमा पुग्दछ। 10औं महिनामा पुत्र आदिले दिएको पिण्ड आदि खाए पनि सुखी हुँदैन। जो चाहिँ 10औं महिनामा चाहिँ दिन्छ तबलाई सुखी हुँदैन। र 11औं महिनामा रौरथपुरमा पुग्दछ। पुत्र आदिले दिएको पिण्डलाई खाएर 11.5 महिनामा वर्णमा नाम गरेको वर्ण वर्ष नामको सहरमा पुग्दछ। नित्य मेघा बर्सिरहने रहेको प्रेत दुःख पाउँछ। उनादि श्राद्ध खाएर पनि दुखित नै हुन्छ। वर्ष दिन पुरा भएपछि सिद्ध नाम गरेको जो सिद्ध भएको नाम गरेको छ त्यहाँमा पुग्छ। सिद्ध भनेको एकदम हिउँ पट्या ठाउँ छ। त्यसमा पर्वमा भन्दा पनि दुब्बर जाडो हुन्छ। अति शीत हुनाले भोक प्यासले पीडा भएको हुनाले मेरो दुःख नाश गर्ने कोही बन्धु छ भनेर 10 दादी